कल्पना गर्नुहोस् तपाईको आफ्नै घर आफ्नै शहर दुई भागमा विभाजित छ। तपाईको परिवार अर्कोपट्टि छ तर तपाई पुग्न सक्नुहुन्न। सन् 1961 को एक रात यस्तै भएको थियो। कुनै पूर्व सूचना बिना बर्लिनको बीचमा काँडेतारको घेरा लगाइयो। यो पर्खाल केवल इटा र कङ्क्रिटको संरचना थिएन, यो एउटा डरको प्रतीक थियो, स्वतन्त्रताको बाधा थियो र राजनीतिक द्वन्द्वको भौतिक सिमाना थियो। किन बनाइयो यो पर्खाल, यसले कसरी लाखौं जीवनलाई असर गर्यो, अन्ततः यो पर्खाल कसरी ढल्यो? तपाईलाई स्वागत छ। आजको यस भिडियोमा बर्लिन पर्खालको उत्पत्ति, यसको ऐतिहासिक पृष्ठभूमि र यसको पतनसम्मको समयकालमा भएको पीडादायक र प्रेरणात्मक कथा मार्फत स्वतन्त्रताको मूल्य बुझ्नेछौँ। सन् 1961 देखि सन् 1989 सम्म बर्लिन पर्खालले एउटा शहरलाई मात्र होइन, विश्वलाई दुई भागमा विभाजित गर्यो। यो पर्खालले शीत युद्धको तनाव, मानवीय पीडा र स्वतन्त्रताको सङ्घर्षलाई प्रतिबिम्बित गरेको छ। द्वितीय विश्वयुद्धको अन्त्यपछि सन् 1945 मा जर्मनीलाई चार भागमा विभाजन गरिएको थियो। अमेरिका, बेलायत, फ्रान्स र सोभियत सङ्घले आफ्नो क्षेत्र कब्जा गरे। बर्लिन जर्मनीको राजधानी पनि चार भागमा विभाजित भयो, तर सहर पुरै सोभियत क्षेत्रभित्र पर्दथ्यो। यो व्यवस्था शान्तिपूर्ण थिएन। सन् 1948 मा सोभियतहरूले पश्चिम बर्लिनमा नाकाबन्दी गरे, जसलाई पश्चिमी शक्तिहरूले बर्लिन एयरलिफ्ट मार्फत चुनौती दिए। त्यसपछि सन् 1949 मा जर्मनी दुई राष्ट्रमा विभाजित भयो। पश्चिमी जर्मनी फेडरल रिपब्लिक अफ जर्मनी र पूर्वी जर्मनी जर्मन डेमोक्रेटिक रिपब्लिक। बर्लिन पर्खाल निर्माण हुनुको मुख्य कारण थियो पूर्वी जर्मनीबाट पश्चिमी जर्मन तर्फको ठूलो पलायन। सन् 1949 देखि सन् 1961 सम्म करिब 25 लाख मानिसहरू पूर्वबाट पश्चिमतिर भागे। यो पलायनले पूर्वी जर्मनीको श्रम शक्ति र आर्थिक आधारमा धेरै असर पुर्यायो। पश्चिमी जर्मनीमा राम्रो जीवनस्तर, स्वतन्त्रता र विभिन्न अवसरहरू भएकोले पूर्वी नागरिकहरूलाई आकर्षित गर्यो। त्यस्तै साम्यवादको कठोर नियन्त्रण र राजनीतिक दमनले पनि मानिसहरूलाई त्यहाँबाट भाग्न बाध्य बनाएको थियो। शीत युद्धको तनावले यो विभाजन अझ गहिरो बनायो। त्यसपछि सोभियतहरूले पश्चिमी प्रभावलाई रोक्न पर्खाल निर्माण गर्ने निर्णय गरे। सन् 1961 अगस्त 12 र 13 तारिकको राति पूर्वी जर्मन सरकारले अचानक बर्लिनलाई दुई भागमा विभाजन गर्न बार्बेट वायर बिछायो। यो अचानक चालिएको कदमले सबैलाई अचम्म बनायो। सुरुमा त बार्बेट वायर राखियो, त्यसपछि कङ्क्रिटको पर्खाल निर्माण गरियो। पर्खालको अन्तिम रूप 15 फिट अग्लो कङ्क्रिटको संरचना थियो, जसमा डेथ स्ट्रिप बन्ने खतरनाक क्षेत्र, वाच टावर र सिपाहीहरू थिए। यो पर्खाल बर्लिनभरि करिब 43 किलोमिटर रहेको थियो। पूर्वी जर्मनीको सिमानामा कुल 155 किलोमिटर लामो अवरोध थियो। यस पर्खालले लाखौं मानिसहरूका परिवारहरूलाई विभाजित गरे। धेरैले आफ्ना प्रियजनहरूलाई भेट्न पर्खाल पार गर्न सकेनन्। लगभग 140 भन्दा बढी मानिसहरूले पर्खाल पार गर्ने प्रयासमा आफ्नै ज्यान गुमाए। वास्तवमा भन्नुपर्दा यो पर्खाल केवल कङ्क्रिटको अवरोध मात्र नभएर एउटा स्वतन्त्रताको अवरोध थियो। पश्चिमी देशहरूले यसलाई साम्यवादको असफलताको प्रतीक पनि मान्ने गर्दथे, तर पूर्वी जर्मनीका लागि भने यो सुरक्षाको स्तम्भ थियो। जब सन् 1980 को दशकमा सोभियत सङ्घ कमजोर हुँदै गयो, पूर्वी जर्मनीमा जनआन्दोलन र स्वतन्त्रताको माग बढ्दै गयो। सन् 1989 नोभेम्बर 9 तारिकमा सरकारी प्रवक्ता गुन्टर साबस्कीले गल्तीवश तुरन्तै यात्रा खोल्ने घोषणा गरे। यस खबरले हजारौं मानिसहरूको ध्यान पर्खालतर्फ तान्यो। त्यहाँका मानिसहरूलाई पर्खालमा सिपाहीहरूले रोक्न सकेनन् र मानिसहरूले पर्खालमा ह्यामरले प्रहार गर्न थाले। यो क्षण शीत युद्धको अन्त्य र जर्मन एकीकरणको सुरुवात थियो। अन्ततः सन् 1990 अक्टोबर 3 तारिकमा पूर्व र पश्चिम जर्मनी एक भए। बर्लिन पर्खालले मानव अधिकार, स्वतन्त्रता र राजनीतिक दमनका गम्भीर प्रश्नहरू उठाएको पाइन्छ। यो पर्खालले यो कुराको ज्ञान दिन्छ कि कुनै पनि विभाजनले कहिले स्थायी समाधान ल्याउँदैन। आज यस अवशेषले हामीलाई इतिहासबाट सिक्न र स्वतन्त्रताको मूल्य बुझ्न प्रेरित गरिरहन्छ। त्यसैले बर्लिन पर्खालको कथा मानवताको सङ्घर्ष र आशाको कथा हो। तपाईहरुलाई यो बर्लिनको ऐतिहासिक जानकारी कस्तो लाग्यो? आफ्नो मनमा लागेका जिज्ञासाहरू तल कमेन्ट बक्समा लेख्न भने नभुल्नुहोला। भिडियोलाई मन परे लाइक, आफ्नो साथीहरूलाई सेयर र यो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। आगामी दिनहरूमा पनि यस्तै ज्ञानवर्धक, रोचक र ऐतिहासिक जानकारीहरू लिएर आउनेछौँ। हवस् त, धन्यवाद।